एकल महिलाहरूका त आफ्नै कथा व्यथाहरू हुन्छन् भने त्यसमा अपाङ्गता भएका एकल महिलाहरूका कथाहरू थप दर्दनाक र पीडादायी हुने नै भए। कैलाली जिल्ला स्थायी घर भएर हाल राजधानीमा बस्दै आएकी कौशिला बिष्टको जीवनयात्रा पनि त्यस्तै पीडा र सङ्घर्षसँग बितेको छ। श्रीमानले साथ छोडिसकेपछि उहाँको थप जीवनयात्रा उहाँकै आवाजमा। फिजिकली डिसेबल भए त्यसपछि चाहिँ मैले चाहिँ पढाइ चाहिँ छोडिदिएँ। अब त्यस्तो बेला चाहिँ यस्तो हुँदो रहेछ कि अब फिजिकली डिसेबल भइसकेपछि चाहिँ अब चाहिँ पढेर के गर्ने, अब जिन्दगीमा नसोचेको घटना त भइसक्यो। एक्कासी चाहिँ मलाई चाहिँ ब्लड प्रेसरले बाथरुममा नहुँदै ब्लड प्रेसरले हानेर चाहिँ म फिजिकली डिसेबल हुनु पुगेँ। पहिला चाहिँ मेरो हात खुट्टा अनि खान पनि सक्दैन, मलाई चाहिँ 3 महिनासम्म चाहिँ आइसियुमै राख्नु पर्यो। त्यसपछि चाहिँ अलिअलि खान सक्ने भएर 2 वर्षसम्म चाहिँ मेरो ट्रिटमेन्ट भारतको दिल्लीमा राममूर्ति हस्पिटलमा ट्रिटमेन्ट चालु भयो। अनि त्यसपछि चाहिँ अलि खान सक्ने सिचुएसन भइसकेपछि चाहिँ म घर आएँ। मेरो बिहे चाहिँ भइसकेको थियो 12 पढ्दाखेरि नै। अनि बिहे भइसकेपछि चाहिँ यस्तो डिसेबल भइसकेपछि चाहिँ हस्बेन्ड चाहिँ घरमा जानुभयो। अनि म चाहिँ मम्मी बुवासँग नै बसेँ, घर चाहिँ गइनँ। अब यस्तो भइसकेपछि चाहिँ अलि मम्मी बुवाले चाहिँ होइन हामी घर चाहिँ पठाउँदैन, हामी आफूसँग नै राख्छु भन्नुभयो। अनि त्यसपछि हस्बेन्ड चाहिँ 6-7 महिनासम्म चाहिँ केयर त गर्नुभयो घर आइसकेपछि। अनि फाइनेन्सियली अब मम्मी बुवाले नै हेर्नु भएको थियो त्यो बेला। मेरो हस्बेन्डबाट अब हामीहरू चाहिँ सेम एजकै थियो कि हामीहरू सँगसँगै पढ्ने हो। अनि त्यसपछि चाहिँ म घर जान्छु अनि फाइनेन्सियली मम्मी बुवासँग के हुन्छ कुरा गर्छु भन्ने जानुभएको थियो। अनि त्यसपछि घर गइसकेपछि उहाँले फेरि रिटर्न आउनु भएन क्या, उहाँले त्यही बिहे गर्नुभयो। अनि त्यसपछि बिहे गरिसक्यो भनेर चाहिँ पछि बाहिरबाट थाहा पाएको मैले चाहिँ। अनि त्यसपछि मैले डिभोर्स आफैले फाइल गरेको। अनि उहाँले चाहिँ होइन डिभोर्स नदेऊ, तिमीलाई नि राख्छु भन्दाखेरि चाहिँ होइन म चाहिँ अप्सनको रूपमा चाहिँ म बस्दिनँ, किन अप्सनको रूपमा बस्नु मैले। त्यसमा चाहिँ मम्मी बुवाले चाहिँ मेरो सपोर्ट गर्नुभयो। हुन्छ अब छोरीले जे डिसिजन लिन्छ त्यही चाहिँ हामीहरू मान्छु भनेर चाहिँ मैले आफैले डिभोर्स फाइल गरेर डिभोर्स लिएर अनि काठमाडौँ आएर अहिले चाहिँ मैले 9 वर्षपछि 11-12 पढाइ यस्तो भएको। अनि त्यसपछि चाहिँ छोडेँ मैले। 9 वर्षसम्म चाहिँ म घरमै बसेँ। अब बाहिर निस्किन अलिक गाह्रो भइरहेको थियो, त्यो बेला हिँड्न सक्थेन नि त। अहिले चाहिँ अलिक इम्प्रुभ भएर अनि म काठमाडौँ आइसकेपछि 11को एक्जाम दिएर 12को एक्जाम दिएर अहिले चाहिँ माकलबारीमै बसिरहेको छु। कौशिला बिष्ट जस्तै राजमती धामीको कथा पनि त्योभन्दा थप पीडादायी छ। शारीरिक अवस्थाले दृष्टिविहीन अपाङ्गता भएकी धामी वैवाहिक बन्धनमा बाँधिन् र पहिलो सन्तान समेत जन्मियो। यस्तै सङ्घर्ष गर्दै जाँदा आफ्ना श्रीमानलाई सरकारी शिक्षक पेसासम्म जोडिन हरदम साथ सहयोग गर्दै मेहनत गरेर जीवन गुजारा चलाउनु भएकी उनै धामीलाई उनका श्रीमानले सरकारी शिक्षण पेसा सुरु गरिसकेपछि अर्की युवती लगेर बेपत्ता परे। त्यस समयमा त धामीको गर्भमा दोस्रो सन्तान बसिसकेको थियो। उनै धामी छोडेर भागेका उनका श्रीमान अहिलेसम्म पनि सम्पर्कमा छैनन्, तर उहाँको गर्भमा भएको बच्चाले समेत धरतीमा पाइला टेकेको 8 महिना बढी बितिसक्यो। उक्त सन्तान हुर्काउँदादेखि पहिलो सन्तानलाई पढाउँदा र उहाँहरूको पेट पाल्न पनि अहिले धामीलाई हम्मे छ। यो दर्दनाक पीडा सुनाउँदा धामीका आँखाबाट टिलफिल आँसु झर्छन्। उहाँको थप कथा उहाँकै आवाजमा सुनौँ। अनि त्यसपछि लगत्तै भूकम्प गयो। भूकम्पमा पनि खानालाई केही थिएन। अनि देखिने उहाँको श्रीमानको साथीहरूले अलिअलि खानेकुरा दिनुभयो त त्यसमै खाएँ। त्यसपछि चाहिँ मैले ठिमीको एकजना परमा दिदी हुनुहुन्थ्यो, उहाँकोमा चाहिँ धागो बाट्ने काम सुरु गरेँ भूकम्प लगत्तै। त्यसपछि उहाँले डिग्री जोइन गर्नुभयो, आइएल्स कोर्स पनि गर्नुभयो। मैले चाहिँ धागो बाट्दै गएँ, कहिले चाहिँ चटपटे बेच्दै गएँ, कहिले चाहिँ लुगा पनि बेचेँ। अनि अन्तिममा चाहिँ अन्नपूर्ण पोस्टमा त्यहाँ पनि जागिर पाउँछ भने त्यहाँ पनि गएँ। श्रीमानलाई माथि पुऱ्याएँ, सरकारी जागिर खानेसम्मको लागि सपोर्ट गरेँ। तर कसको कारणले, मेरै कारणले। तर आज उहाँले सक्सेस भइसकेपछि चाहिँ भनौँ न पहिलो बच्चा भयो। पहिलो बच्चापछि अब छोरी मेरो 5 वर्षको छ, छोरो यहाँ 10 महिनाको सँगै लिएर आएको छु। अनि उहाँलाई एक्कासी चाहिँ जागिर खाइसकेपछि
म जस्तो भनौँ न म त्यति धेरै पढे लेखेको त होइन, +2 गरेको हो। मलाई त्यो परिवर्तन भएर म प्रेग्नेन्ट भएको 3 महिनामा चाहिँ उहाँले छिमेकी केटी अथवा साथी भनौँ बोल्ने आउने यताउता गर्ने चाहिँ लिएर जानुभएको छ। सम्पर्कविहीन हुनुहुन्छ। 2079 सालबाट नै एउटा शिक्षक जस्तो पेसामा रहेर पनि आज मेरो दुवै बालबच्चाको यति बिचल्ली छ, बाध्य भए मैले मागेर खानु परेको अवस्था छ। धुपेसमा जानु पनि भोलिन्टियर साथीहरूले के भन्नुहुन्छ भने लानेहरूले होइन यसको त सानो बच्चा छ, योसँग हिँड्यौ भने त हाम्रो व्यापार नै हुँदैन, भरे हामी चाहिँ के गर्नु, पैसा नै हुँदैन, तिमीसँग गएर के गर्नु भन्ने जस्ता पीडाहरू भोग्दै म आज यहाँसम्म आएँ। अब धेरै कथा त सुनाउन अब टाइम लाग्छ, धेरै पीडाहरू। अब बच्चालाई स्कुल पठायो, आज पेन्सिल र इरेजर दिएर पठायो, भरे फर्केरै आउँदैन। पेन्सिल इरेजरमै मेरो यति पैसा जान्छ। कहिलेकाहीँ त कहिलेकाहीँ आफैलाई लाग्छ कहिलेकाहीँ यिनीहरूलाई पनि सिद्धाइदिउँ, आफू पनि सिद्धिनुपर्छ भन्नेको सम्म सोच आउन थालेको छ क्या। अब चाहिँ यहाँसम्म त सङ्घर्ष गरेँ, अब यहाँभन्दा अगाडि चाहिँ कसरी जाने हो भन्ने कुरा नै म एकदमै कन्फ्युज भइसक्यो आफ्नो जिन्दगीलाई देखेर। एकापट्टि सानो बच्चा छ, के गरौँ भने पनि गर्मीमा लिएर हिँड्नुपर्छ, घाम बनिँदैन, पानी बनिँदैन, सुत्केरीमा खान पाइन, गर्भवतीमा खान पाइँदैन। एकातिरको तनाव भए त हुन्थ्यो नि, श्रीमानले ठ्याक्कै गर्भवती अवस्थामा छोडेर जानुभयो। मेरो यस्तो अवस्था छ म शब्दमा कुनै बयान पनि गर्न सक्दिनँ, त्यही भएर म आफ्ना 2 शब्द यहीँ टुङ्ग्याउन चाहन्छु, म धेरै बोल्न सक्दिनँ। यी माथिका एकल अपाङ्गता भएका महिलाहरूका कथा प्रतिनिधिमूलक रूपमा प्रस्तुत गरिएका हुन्। देशभरि यस्ता महिलाहरूको सङ्ख्या 100औँभन्दा बढी छ। यस्तै महिलाहरूको पीडाहरूमा केही मात्रामा मलम लगाउने उद्देश्यले सन् 2019 सालमा पहिचान नेपाल नामक संस्थाको स्थापना भएको छ। यस संस्थाले स्थापनाकालदेखि नै एकल तथा पिछडिएका अपाङ्गता भएका महिलाहरूको सवालमा विभिन्न कार्यक्रमहरू गर्दै आएको छ। यसै सन्दर्भमा पहिचान नेपालले हालै राजधानीमा अपाङ्गता भएका एकल महिलाहरूको समावेशिताका लागि एकता र विभेदरहित समाज निर्माणका लागि गरौँ प्रतिबद्धता भन्ने नारासहित अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाएको थियो। सोही अवसरमा पहिचान नेपालका कार्यकारी निर्देशक इच्छा केसीले राख्नुभएको धारणा अबको कार्यक्रममा समावेश गर्दैछौँ। अपाङ्गता भएका एकल महिलाहरूको सवाल उठाउनलाई साँच्चीकै जरुरत छ। त्यो हिसाबले पनि हामीले विभिन्न ठाउँमा विभिन्न अपाङ्गता भएको व्यक्तिसँग सर्वे गर्यौँ। अधिकांशले साँच्चीकै समस्या छ भन्नुभयो, कसैले खै हाम्रो ठाउँमा त कोही त्यस्तो एकल महिला हुनुहुन्न, अपाङ्गता हामीसँग सम्पर्क पनि आउनु भएको छैन भन्ने भयो। त्यो संस्थाले नभने पनि हामीलाई साँच्चीकै त्यो जिल्लामा कोही एकल महिला छैन त भनेर सोचेर चाहिँ हामीले त्यो जिल्लामा विभिन्न हाम्रो अपाङ्गता भएका साथीहरूसँग अरू संस्थाहरू पनि गएपछि त्यहाँ थुप्रै थिए के। भनेपछि हाम्रै संस्थालाई पनि यो अपाङ्गता भएको एकल महिलाको बारेमा बुझाउनुपर्छ भन्ने त्यो सोच आयो र यो सवाल चाहिँ जोरदार रूपमा उठाउनुपर्छ भन्ने भयो। त्यसपछि 2075 सालमा हामीले यो पहिचान नेपाल भनेर विशेष गरी अपाङ्गता भएका एकल र पछाडि पारेका महिलाहरूको अधिकारका लागि केही काम गर्नुपर्छ भनेर काठमाडौँमा दर्ता गरेर नेपालभर हामीले काम गर्ने उद्देश्य लिएर हामीले यो अगाडि बढायौँ। अपाङ्गता भएका एकल महिलाहरूका अधिकांश सवालहरू त न्यूनतम मानव अधिकारसँग जोडिएका छन्। मानव भएर पनि एकल अपाङ्गता भएका महिलाहरू मानव जस्तो जीवन जिउन पाएका छैनन्। अपाङ्गता त्यसमाथि एकल अवस्थाले उनीहरूलाई घरभित्र होस् या घर बाहिर अपहेलनाको शिकार भइरहनु पर्ने अवस्था छ। त्यस सम्बन्धमा राष्ट्रिय मानवाधिकार आयोगको भूमिकाबारे बुझ्दा आयोगका मानवाधिकार अधिकृत कल्पना नेपाल आचार्य यस्तो बताउनुहुन्छ। अपाङ्गता भएका एकल र पिछडिएका महिलाहरूको अधिकार भन्ने स्लोगन पनि छ। राष्ट्रिय एकता समावेशिताको आधार सुनिश्चित गरौँ, अपाङ्गता भएका एकल र पिछडिएका महिलाहरूको अधिकार भन्ने नारा सहित यसको शुभकामना पनि दिन चाहन्छु। अब अपाङ्गताको विषयमा चाहिँ आयोगले एकदम प्राथमिकतामा राखेर काम गरेको छ। अपाङ्गता सम्बन्धी विषय हेर्ने हाम्रो आयोगको साथै प्रदेशमा फोकल अफिसरहरू तोकिनु भएको छ। जुन अपाङ्गताभित्रको पनि सीमान्तकृत जसमा इन्टरसेक्सनालिटी र डाइभर्सिटी विचित्रको छ। अब यसमा चाहिँ कस्तो छ भने यसको निड एसेसमेन्ट हुन सकेको छैन। आवश्यकता पहिचान हामीसँग खण्डीकृत तथ्याङ्क
पर्याप्त मात्रामा छैन। शारीरिक अपाङ्गता भएका व्यक्तिहरू धेरै यही हाम्रो बागमती प्रदेशमा हुनुहुन्छ भने दृष्टिविहीन अन्य प्रदेशमा हुनुहुन्छ। यसलाई राज्यले प्राथमिक, त्यसमा पनि अझै अपाङ्गता भएका एकल र पिछडिएका महिलाहरूको कथा त झनै भयावह छ। जुन कुरालाई हाम्रो समाजले हेर्ने, हाम्रा समाजका धारणा, हाम्रा सोचाइ, हाम्रा मूल्य मान्यता अहिले पनि हाम्रा गलत अभ्यास र परम्पराहरू छन्। किनभने एउटा अपाङ्गता भएको मान्छेलाई हेर्ने, त्यसमा पनि अझै बढी डबल भिक्टिमाइज जस्तो लाग्छ मलाई। त्यसमा पनि महिलाभित्र पनि एकल महिला, त्यसमा पनि अपाङ्गता, अझै यहाँ बहु अपाङ्गता भएको पनि हुने रहेछ। उहाँहरूको लागि चाहिँ एकदम राज्यको मूलधारमा चाहिँ उहाँहरू पछाडि परेको देखिन्छ। छन त विभिन्न सिआरपिडीलाई अनुमोदन गरेको छ, हाम्रा ऐनहरू छन्, कानुनहरू छन्। हामी चाहिँ पक्ष राष्ट्र भएका छौँ, कानुनमा धेरै कुराहरू बोलेको छ, हामी धेरै स्ट्रङ छौँ, बलियो छौँ। इन्टरनेसनल जगतमा चाहिँ विभिन्न सङ्घ संस्थाहरू छन्, तर यो वर्गलाई चाहिँ अझै उहाँहरूको पहिचान, पहुँच र प्रतिनिधित्व सुनिश्चित गर्नको लागि विभिन्न विभेदहरू, बहिष्करणहरू अनि हेयका पात्रहरूको रूपमा चाहिँ हेरिएको अथवा हाम्रो समाजले हेर्ने अथवा राज्यको ध्यान नपुगेको देखिन्छ। मानवाधिकारसँगै समावेशिताको सवालमा पनि एकल अपाङ्गता भएका महिलाहरूका सवालहरू उत्तिकै जोडिएका छन्। सामाजिक रूपमा बहिष्करणमा पर्ने हुँदा एकल अपाङ्गता भएका महिलाहरू सामाजिक, आर्थिक एवं सांस्कृतिक क्षेत्रहरूमा अर्थपूर्ण सहभागी हुन सकिरहेका छैनन्। विभिन्न निकायमा उनीहरूको सहभागिता न्यून हुँदा एकल अपाङ्गता भएका महिलाहरूका सवालहरू राज्यको प्राथमिकतामा पर्न सकेका छैनन्। यस सम्बन्धमा राष्ट्रिय समावेशी आयोगले खेल्न सक्ने भूमिकाबारे हामीले राखेको प्रश्नमा आयोगका सदस्य हरिदत्त जोशी यसो बताउनुहुन्छ। हाम्रा संरचनाहरू अपाङ्ग मैत्री छैनन्, हाम्रा संरचनाहरू चाहिँ पहुँचयोग्य छैनन्, अनि सञ्चार माध्यम पनि सबै चाहिँ वेबसाइटहरू शुद्ध पनि पहुँचयोग्य छैनन् भनेर हामीसित दोभाषीकै अभाव छ। सबै विषय विज्ञहरू छैनन्। अहिले पनि थुप्रै बालबालिकाहरू स्कुलमा पहुँचमा पुगेका छैन। स्वास्थ्यको त्यस्तै छ, शिक्षाको त्यस्तै छ। यी कुराहरूलाई समेटेर हामीले चाहिँ गत वर्ष नै एउटा नेपाल सरकारलाई सिफारिस पठाएका छौँ। अपाङ्गता भएका व्यक्तिहरूको अधिकारलाई चाहिँ अझ कार्यान्वयनमा, व्यवहारमा उतार्नको निम्ति यी काम गर्नुपर्छ भनेर चाहिँ नेपाल सरकारलाई सिफारिस दिउँ र आगामी वर्ष चाहिँ हामीले गरेका सिफारिस कार्यान्वयनको अवस्था भनेर अध्ययन पनि गर्छौँ। विभिन्न कारणले एकल हुनुभएको छ, श्रीमानले छोडेर एकल, अविवाहित भएर एकल, विभिन्न जुनसुकै कारणले भए पनि तपाईँहरू चाहिँ पारिजात एक्लै थियो नि, होइन? शिरीषको फुल र मैले नजन्माएको छोरो भनेर चाहिँ दुईटा, त्यो मैले नजन्माएको छोरो त आइएमा पढ्नै पर्थ्यो कोर्समा, शिरीषको फुल भन्ने, अनि झमक घिमिरे, होइन, जीवन फुलकी काँडा भनेर चाहिँ लेख्नुभयो। उहाँको त हात पनि चल्दैन। अनि त्यो त छ नि त, दिमाग त छ नि त, त्यसको युटिलाइज कसरी गर्ने भन्ने कुरो राज्यले सोच्नुपर्छ भन्ने मान्यता हाम्रो पनि। तपाईँहरूको यो कार्यक्रमबाट निक्लेका निचोडहरूलाई के गर्दाखेरि हुन्छ, राष्ट्रिय समावेशी आयोग, मानवाधिकार आयोग, महिला आयोगको बिचमा पनि हामीभित्र पनि समुदाय सहकार्यमा पनि हामीले जोड दिइरहेका छौँ र जे चाहिँ हुन्छ त्योबाट केही न केही प्रतिफल निक्लोस् भन्ने हाम्रो पनि चाहना छ। तपाईँहरूको साथसाथ तपाईँहरूको चाहिँ किन भन्दा यो हाम्रो जिम्मेवारी पनि हो। हामीले केही गरेनौँ भने यसको अर्थ हुँदैन। तपाईँहरूले जुन प्रयास गर्नुभएको छ त्यो प्रयासको निम्ति तपाईँहरू चाहिँ धेरै धेरै धन्यवादको पात्र हुनुहुन्छ।